यिनीहरू हुन् मेरा कलेजका साथीहरू, प्यारा प्यारा साथीहरू। साथीहरू सम्पूर्ण नमस्ते। अहिले चाहिँ म आज इक्जाम दिन गइरहेको छु होइन। आज हाम्रो इक्जामको दोस्रो दिन हो होइन मेरो। सो त्यसैले साथीहरू यस्तो छ होइन। त्यही तर अहिले चाहिँ म हिँडिरो गइरहेको छु इक्जाम दिन। त्यस्तै हो, हेर्नुपर्छ। अहिले भर्खरै अहिले पुगिरहेको छु होइन। अब हिँडिरहेको छु होइन। अहिले चाहिँ अब एकछिनपछि इक्जाम त्यहाँ कलेज पुग्छु होइन। त्यसपछि म के भन्न चाहन्छु भनेको चाहिँ होइन साथीहरू, त्यस्तै हो लाइफमा इक्जाम दिनुपर्छ। अहिले जिन्दगी इक्जामले के गरिरहेको छ होइन, के गर्ने प्रगति चाहिँ के भइरहेको छैन होइन। माथि यता देख्न सक्नुहुन्छ, यतातिर मन्दिर छ होइन। अनि यस्तै हो साथीहरू, इक्जाम दिन गइरहेको छु। अब कस्तो हुन्छ के हुन्छ होइन। लाइफमा स्ट्रगल त भइरहेको छ होइन, तर प्रगति भइरहेको छैन। त्यही पनि प्रगति भए नभए पनि होइन, स्ट्रगल गर्न सक्नु हुँदैन, मेहनत गर्न सक्नु हुँदैन भन्छन् होइन। तपाईँले मजाले कस्तो मेहनत चाहिँ गर्नुपर्छ साथीहरू होइन। साथी तिमी के भन्छौ होइन, तिम्रो म छ भनेर म छ आज यस्तो स्ट्रगल आफ्नो कसैको कहिले रमाइलो कहिले दुःख हुन्छ होइन। जिन्दगी यस्तो हो क्या साथी, मेहनत गर्नुपर्छ। मैले पनि मेहनत गरेकै हो, तर मैले अहिले सफल नभएर हो होइन। सफलता प्राप्त गर्न चाहिँ धेरै ढिलाइ पनि हुन्छ। अब के गर्ने साथी, फेरि पनि हेर्छन् के गरिरहेछ केटा भनेर होइन। त्यही पनि म अब यस्तो हिँडेर ब्लगिङ कहिले काहीँ गरिरहेको छु होइन। ब्लगिङ गरिरहेको छु होइन साथीहरू। तपाईँहरूको साथ सपोर्टको पनि जरुरी छ होइन। यदि तपाईँहरूले साथ दिनुभयो भने होइन, मेरो पनि अलि राम्रो हुनसक्छ भन्ने विश्वास छ। त्यही भएर साथीहरू अहिले चाहिँ म सानोतिनो ब्लगिङ गरिरहेको छु होइन। मान्छेहरू देखिरहेको छ, हेरिरहेको छ होइन। तर के गर्ने, यस्तै हो, बोल्नुपर्छ होइन। ब्लगिङ पनि गर्नुपर्छ भनेर भन्छन्। अब तपाईँहरू फेरि साथ यस्तै हो भने होइन, गर्नुभयो भने होइन, म पनि अलि राम्रो गर्न सक्छु भन्ने आएको छु। अहिले पुगिरहेको छ साथीहरू। फाइनली गाइज हेर्न सक्नुहुन्छ तपाईँहरू, मेरो कलेजका साथीहरू हुन्। मेरो कलेजका साथीहरू हुन्, एकदमै हिरोनी साथी नि त छ नै। हेर्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो चाहिँ कलेज इक्जामको दोस्रो दिन हो होइन। त्यही भएर अब हामी चाहिँ गइरहेको छौँ इक्जाम दिन। साथीहरू ठ्याक्कै गीत सुन्ने बित्तिकै भेट भइहाल्यो। यस्तै हो साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ मेरो ब्लग चाहिँ यस्तै सानोतिनो ब्लग चाहिँ बनाइदिन्छु होइन। के भनिदेऊ तारा, के मलाई फलो गर भनेर। ल ल ठिक छ। त्यही पनि केही छैन। ऊ सब्सक्राइबर त धेरै 0 6 7 यति मात्रै छन् क्या। ओके, त्यसो भए एकदमै राम्रो तारा। मेरो बिग सपोर्टरहरू अब यिनीहरू भयो, मेरो साथीहरू भयो। ओके, धेरै धन्यवाद, थ्याङ्क यू। त्यसो भए गर्नुपर्छ साँच्चै 6-7वटा भनिरहेको छु। यदि भएन भने तारालाई म भन्छु। ल ल ओके गाइस, साथीहरू तपाईँहरूको पनि धेरै साथ र सपोर्टको जरुरी छ होइन। त्यसपछि राम्रो अलि राम्रो कन्टेन्टको भिडियोहरू आउन सक्छ, आउने हो भनेर भन्न चाहन्छु होइन। अब यस्तै हो। अब एक्जाम हाम्रो कस्तो जान्छ भनेपछि हाम्रो क्लासको टपर तारा। साँच्चीकै हो कि एकदमै राम्रो, मतलब कि धेरै जान्छन्। अब यस्तै हो, म त यस्तै हो साथीहरू। कहिलेकाहीँ मात्रै कलेज आउने अनि पढाइ यस्तै हो। टपर म सेकेन्ड पर्छ हौ। टपर त हाम्रो यशोदा चौधरी।
यशोदा उर्मिला तिनीहरू अहिले चाहिँ हाम्रो कलेजको अवस्था यस्तो छ देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ हाम्रो कलेजको बाइक पार्किङ उता छ साइकल पार्किङ यता छ मन्दिर सरस्वती माताको अनि यो हाम्रो कलेज यस्तै हो साथी अहिले चाहिँ हामी गइरहेछौँ तपाईँहरूलाई म हलभित्र के भइरहेको छ होइन त्यो पनि देखाउँछु अहिले अलाउड भयो भने देखाउँछु नत्र भने यस्तै हो साथीहरू यस्तो छ म चाहिँ अहिले कति नम्बरमा पढेछु भनेपछि 9 नम्बरमा कोठा अहिले यस्तो साथीहरू यस्तो छ हाम्रो कलेजको अवस्था चाहिँ यस्तो छ यो माथि जानुपर्छ अब हिँडेर होइन हेलो कति नम्बर 9 नम्बर ए ल पढाइ भइरहेको छ क्लासमा हामी चाहिँ 9 नम्बरमा कोठा नम्बर 9 हाम्रो दोस्त पनि आइसकेका छन् ओ माई गड अर्सरजी अब हालको हेलो अहिले चाहिँ म साथीसँग एउटा एकदम पुरानो साथीसँग भेट भइसकेको छु होइन साथीहरू देख्न सक्नुहुन्छ साथीहरू एक्जाम सकेर अब जानु पऱ्यो घर होइन जो राम्रै भयो एक्जाम अर्को वर्ष फेरि दिनुपर्छ भनेर के छ यस्तै फेरि अर्को सब्जेक्टको तयारी गर्नुपर्छ साथीहरू के गर्ने यस्तै हो जिन्दगीमा होइन एक्जाम दिनुपर्छ एक्जाम जिन्दगी एक्जाम दिँदै कटिरहेको छ यार के गर्ने साथीहरू होइन आज दोस्रो दिन एक्जाम थियो होइन अब एक सब्जेक्ट अझै सकेछ अब बाँकी कति तीन सब्जेक्ट अझै बाँकी छ अब 3 दिन अझै आउनुपर्छ अब लास्ट 11 गते सकिन्छ त्यो फागुनको अब यस्तै हो साथीहरू एक्जाम दिनुपर्छ होइन लाइफमा प्रगति होस् या नहोस् एक्जाम चाहिँ दिएर यस्तै हो एक्जाम चाहिँ दिनुपर्छ अब के गर्ने यार अब गइरहेको छु घर गएर फेरि सिक्नुपर्छ होइन एक्जाम दिएर निन्द्रा लागिरहेको छ साथीहरू यस्तो बोरिङ एक्जाम भयो आज उहाँ कस्तो दिमाग खराब भएको त्यसो मेरो लेट्स सी गाइज अब अर्को दिन फेरि एक्जाम दिनु आउनु पर्ने होइन के गर्ने यस्तो तनाव बितिरहेको त्यो साथीहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ खै के चिज राखेको छ पूजा गरेको छ होइन म चाहिँ आइरहेको छु अब यस्तो हो क्या हाम्रो एक्जाम सकिसक्यो होइन आज दोस्रो दिन थियो होइन एक्जाम दिएर सकिसक्यो अहिले चाहिँ म हिँड्दै घर गइरहेको छु यहाँ साइडमा देख्न सक्नुहुन्छ यता छ काली माताको मन्दिर छ यता होइन साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ कि यस्तो हो कि अब एक्जाम सकेछ राम्रो भयो ठिकै छ होइन अब फेरि अर्कोचोटि एक्जाम दिन जानुपर्छ फेरि होइन साथीहरू त्यस्तै हो अब म चाहिँ अहिले हिँड्दै त्यतिकै हिँडेर होइन गइरहेको छु होइन अब अलिअलि यस्तो ब्लगिङ गर्दै होइन ब्लग बनाउँदै सानोतिनो ब्लग चाहिँ गर्छ होइन साथीहरू त्यही भएर अब तपाईँहरू देख्न सक्नुहुन्छ त्यस्तै हो जिन्दगीमा चाहिँ काहीँ बोल्नको लागि मान्छेहरू हेर्छन् आजकल होइन त्यही म दाल दिँदैन के अब यस्तै हो म अब अहिले चाहिँ हिँडेर घर गइरहेको छु अब त्यो साथीहरू यस्तो गर्नुपर्छ होइन अनि मान्छेहरू यता चाहिँ आइरहेछन् कि साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ यता गाडी चलिरहेको छ म चाहिँ यता यो साइडमा छ टुट्सी ट्रेडिङको सोरुम छ होइन ग्यारेज छ यतातिर अनि उता साइडमा त्यो अनि हिरो होन्डाको छ होइन ग्यारेज त्यो बाइक साइक मिल्छ होइन त्यही साइड
त्यही रोडको साइडमा म पनि हिँडेर होइन अब कलेजबाट आउँदैछु घर जाँदैछु होइन अब त्यस्तै हो साथीहरू हिँडेर जानुपर्छ होइन घर समस्या छ जिन्दगीमा हेभी समस्याहरू हुन्छ होइन तर ती समस्याहरूलाई यसरी अगाडि बढ्नुपर्छ साथीहरू जिन्दगीमा जतिसुकै प्रब्लम आए पनि होइन अगाडि बढ्न सिक्नुपर्छ जान्नुपर्छ साथीहरू यस्तै हो म चाहिँ यताबाट गइरहेको छु अब घर यस्तो हो जानु पर्दैन घर गएर अनि त्यसपछि यता गाई चरिरहेछ देख्न सक्नुहुन्छ यता गाई चरिरहेछ यता कुकुर बोलिरहेको छ त्यति बेला म चाहिँ न्यु लाइट लिएर पुगिसकेको छु होइन यता देख्न सक्नुहुन्छ यस्तो छ होइन न्यु लाइट स्कुल यता छ न्यु लाइट स्कुल यता छ कस्तो दामी घर होइन एक समयमा यो सपनै रहिजाने जस्तो छ क्या यति ठुलो घर त बनाउनै सकिन्न साथीहरू यदि बनाउनको लागि होइन तपाईँहरू कस्तो चाहिन्छ होइन म पनि सायद आउने फ्युचर होइन यति ठुलो नै बिल्डिङ खडा गर्न सक्छु होला यदि तपाईँहरूको साथ सपोर्ट रह्यो भने होइन साथीहरू होइन जिन्दगीमा प्रगति कसरी गर्न सकिन्छ कसरी गर्न सकिन्न होइन मेहनत गरिन्छ होइन तर मेहनत गर्नुपर्छ मेहनत हुन्छ भने साथीहरू उता देख्न सक्नुहुन्छ एउटा छ न्यु लाइट स्कुल न्यु लाइट एजुकेसन बोर्डिङ स्कुल होइन यस्तो छ न्यु लाइट स्कुल अनि म चाहिँ यस्तै हिँडेर गइरहेको छु अहिलेसम्म पुगेको छैन होइन एकछिन पछि अब पुग्छु यस्तै ब्लकिङ गर्दै म जाउँ भनेर यस्तै हिँडिरहेको छु होइन साथीहरू ब्लकिङ गर्नुपर्छ साथीहरू कहिले काहीँ घुम्दै फिर्दै यस्तै गर्दै गइरह्यो होइन आउनुपर्छ के गर्ने लाज लाग्यो भने के गर्नुपर्छ साथीहरू बोल्नुपर्छ अब क्यामेराको अगाडि बोल्न नसके पनि होइन मान्छेहरूको अगाडि बोल्न नसके पनि होइन क्यामेराको अगाडि चाहिँ बोल्नुपर्छ होइन साथीहरू उता भाइहरू कलेजबाट छुट्टी भइसकेछ अनि भाइहरूको पनि छुट्टी भइसकेछ भाइहरू हिँडिरहेछन् अब घर गइरहेछन् म पनि घर गइरहेको छु होइन यस्तै हो पढ्ने विद्यार्थीको जीवनमा होइन स्ट्रगल धेरै हुन्छ होइन साथीहरू मिहिनेत चाहिँ गर्नुपर्छ छेउछेउमै स्कुल कलेजकै छेउमा होइन बाटो छ यस्तै जानुपर्छ होइन साथीहरू परेसान छ जिन्दगी तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो ठुलो भवन यस्तो ठुलो घर यति राम्रो घर ऊ त्यहाँनिर पनि यस्तो दामी घर छ होइन यति ठुलो घर बनाउनको लागि के गर्नु पऱ्यो साथीहरू मेहनत गर्नु पऱ्यो होइन जहाँसुकै गयो भने पनि मेहनत गर्नु पऱ्यो होइन जुन बाटोमा होइन जुन मेहनत बाटोमा होइन तपाईँहरू लाग्नुभएको छ होइन त्यो बाटोमा एकदमै कन्टिन्यू दिएर होइन मेहनत गरेर दिन पनि तपाईँहरू पनि खडा गर्न सक्नुहुन्छ यो पाले भुकिरहेछ होइन कुकुर मेरो पछाडि देख्न सक्नुहुन्छ होइन मकान बिल्डिङ कसरी बनाउन सक्नुहुन्छ औकातै छैन गरिब मान्छे गरिब सोच सो यति सानो सोच पनि राख्नुहुन्न होइन साथीहरू ठुलो सोच्नुपर्छ अनि गर्न पनि सक्नु पऱ्यो होइन यो साथीको काम कति धेरै कुकुरहरू छन् धेरै खतरावाला ठाउँ राम्रो सुन्दर कुकुर नै छ त्यसैको पछाडिको लागि कुकुरहरू धेरै भुकिरहेछन्